बिहानीको चिसो मौसम र मेरो साथीको साथ अनि खाइयो मिठो तातो चिया। मलाई त दुध चिया अझ अति नै मन पर्ने। फाइनल गाइस चिया खाएर पनि निस्कियो बाटोमा। यो मेरो मामा घर है, यहाँ मेरा मामाहरू छन्, मामा घर। त्यसपछि अरू एउटा यो छ, यो भान्जा, यो देख्या नि यो भान्जा हो यसको। अन्त एउटा म चाहिँ जेठो भान्जा हो, अन्त एउटा यो चाहिँ कान्छो भान्जा हो। क्या यो कान्छो भान्जा काम छैन, अलिअलि जुङ्गा पला है। मेरो त पल्लो छेउ सबै जुङ्गा लगाएर कोही पनि जेठो हुँदैन है। झन् ठुलो मामा आएन अगाडिबाट आज क्याम्पस बिहान अलि चाँडै गइएको थियो, सिट पुरा भरिसकेको थियो कि। अनि अहिले चाहिँ अलि छिटो आइएको थियो अन्त। तर बाटोमा यसो आज कहाँबाट चिया आइदियो खाइदियो कि यसले। यसो आज कहाँबाट चिया आइदियो खाइदियो कि यसले। सालेलाई इङ्ग्लिसमा गाली गर्न मन लाग्छ, इङ्ग्लिस आउँदैन र मात्रै हो। अनि दुध चिया खाइयो अनि भर्खरै आइयो गाइस। अब आज मात्रै होइन, सधैँ खुवाउँछु मेरो जिम्मा। अहिले चाहिँ हामी यसो घरतिर नलागो बाटोमा आधा बाटोमा आइपुगेका छौँ है। अब एकछिन लब घर पनि पुगिन्छ, 5 मिनट धेरै पनि छैन, 5 मिनटको बाटो हो। एकछिन छुट्टै पुगेका छौँ घरतिर। ल फाइनल गाइस हामी चाहिँ लब घरतिर पनि लाग्न लगिसक्यौँ। अब यसको घर आइसक्यो। अब यहाँ तलतिर यो बाटो यता जान्छ, अनि त्यसपछि म चाहिँ यो बाटोबाट उता जान्छु। ल राम्सो छ। कफी सफी चाहिन्छ कि तँलाई? मेरो कफी तेरो कफी पनि दिन आज। मेरो कफी पनि चाहियो तँलाई? चाहियो कि साह्रो। म बेलुका पढ्ने नि यार। बेलुका म दिउँसो पुऱ्याइदिन्छु तँलाई। अहिले जाने बेला। ल तान मेरो ब्यागबाट तान्न लाग्छ यसले। कापी आफ्नो एउटा कापी र पेन। त्यो मेरो बुक्स यताउता ननिकालिस् नि फेरि। निकालिदिएला जस्तो फेरि भर त लाग्दैन के तेरो। पेन्सन उडाइदिएला है मेरो। आइ महँगा पेन्सन तँलाई। ल जा। ल बाइ गाइस। ल भाइस त्यो पनि घरतिर गयो। अब म पनि घरतिर जान्छु है। एकछिनमा गएर खानासाना खाएर फेरि कम्प्युटर क्लास जानु छ। मेरो घर चाहिँ यही हो है, मेरो घर चाहिँ यही हो। त्यसपछि घर गएर जुत्ता खोलेर चाहिँ अब भिडियो आज यति नै बनाउनुपर्छ भने आजलाई यति नै। भेटौँला अर्को भिडियोमा।